लिच्छविकालदेखि नै काठमाडौँ उपत्यकालाई मण्डलाको आकारमा ढालिएको थियो। शहरको सुरक्षाका लागि चारै दिशामा 4 गणेश, 4 नारायण र शहरको परिधिमा अष्टमातृका मन्दिरहरू यसरी राखिएका छन्, जसले एउटा एनर्जी ग्रिड सिर्जना गर्छन्। यी मन्दिरहरू केवल पूजा गर्ने ठाउँ होइनन्, यी त यो विशाल मेसिनका नोड्स वा शक्ति केन्द्रहरू हुन्। पशुपतिनाथ, स्वयम्भू र चाँगु नारायण जस्ता शक्तिपीठहरूले उपत्यकाको ऊर्जालाई सन्तुलनमा राख्ने काम गर्छन्, जसलाई आजको विज्ञानले भोर्टेक्स पोइन्ट्स भन्छ। काठमाडौँ उपत्यकाको यो मण्डला डिजाइन केवल एउटा कला होइन, यो त ब्रह्माण्डको ऊर्जासँग जोडिने एउटा इन्टरफेस हो। जात्राहरू केवल मनोरञ्जन होइन। जब रथहरूलाई मण्डलाका विशिष्ट रेखाहरूमा गुडाइन्छ, त्यसले शहरको ओरा प्रभा मण्डललाई चार्ज गर्ने काम गर्छ। मन्त्रहरूको ध्वनि र मानिसहरूको सामूहिक ऊर्जाले त्यो इन्टरफेसलाई सक्रिय बनाउँछ। यो ठ्याक्कै त्यस्तै हो जसरी एउटा कम्प्युटर चिपमा बिजुली बग्दा सूचनाहरू प्रवाह हुन्छन्। मण्डलाको परिधिभित्र बस्नु भनेको एउटा प्रोटेक्टेड फिल्डमा रहनु हो। यसले बाह्य आक्रमणबाट मात्र होइन, आध्यात्मिक विचलनबाट पनि बचाउँथ्यो। काठमाडौँलाई पुण्य भूमि भनिनुको कारण पनि यही हो। यहाँको भूगोल नै यस्तो बनाइएको थियो कि यहाँ पाइला टेक्ने बित्तिकै मानिसको ऊर्जा माथितिर हायर कन्सियसनेस प्रवाहित हुन थाल्थ्यो। प्राचीन इन्जिनियरहरूले वास्तुशास्त्रको प्रयोग गरेर शहरको बनावट यसरी तयार पारे जहाँ हावाको बहाव, पानीको निकास र सूर्यको प्रकाशले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारोस्। यो केवल हाउसिङ होइन, यो त स्पिरिचुअल इन्जिनियरिङ थियो। आज हामीले यो मेसिनका पार्ट पूर्जाहरू अर्थात् हाम्रा सांस्कृतिक सम्पदाहरूलाई कङ्क्रिट मुनि पुर्दियौं। जब मेसिनका पार्ट्स बिग्रिन्छन्, तब शहरको ऊर्जा पनि अस्तव्यस्त हुन्छ। काठमाडौँमा बढ्दो तनाव र अशान्ति कतै यो स्पिरिचुअल मेसिन बिग्रिएको संकेत त होइन।